चाहिँ तँलाई फेरि पनि स्वागत छ मेरो मम्मीको भ्लगमा। आज चाहिँ मेरो स्कुल छुट्टी छ। मम्मी चाहिँ यता रिपोर्टिङ गर्नु हुँदैछ। यहाँनिर चाहिँ यसको चाहिँ फेदमा चाहिँ पुरा कुको थियो नि त। यो के अरे यो अर्किडको। अनि म चाहिँ यसको चाहिँ रिपोर्टिङ गर्दैछु। यहाँनिर पात पनि हल्का ड्यामेज भएको रहेछ। अनि यहाँनिर म चाहिँ यिनीहरूलाई रिपोर्टिङ गरिदिँदैछु। सो तपाईँहरू पनि लास्टसम्म हेरेर साथ दिनु होला मेरो ब्लगलाई है। यसको फेदमा चाहिँ यसको उयसमा चाहिँ के उयोहरू पसेर चाहिँ छिट्टो कुने चान्सेस हुन्छ। त्यही भएर चाहिँ फुक मार्दैछु म चाहिँ। यसलाई चाहिँ फेरि स्टिक लाउनु पर्ने हुन्छ। स्टिक गर्नुपर्ने हुन्छ है। अनि यसलाई चाहिँ टाढोबाट नगरेर ठिक्कैको नजिकबाट मेरो आमाको थोप्राको जति पनि हो। सो मैले चाहिँ यसलाई चाहिँ रिपोर्टिङ गरिसकेँ है। यिनीहरूलाई चाहिँ म फेरि अब सिलगढी गएको बेलामा नयाँ पट ल्याउने छु। त्यस बादमा फेरि यो गर्छु। अब चाहिँ यो चाहिँ गमला चाहिँ ठुलो छ है। यसको चाहिँ यस्तो भइसक्यो भएको चाहिँ तपाईँहरूलाई देखाउँछ त। यसको त्यो चाहिँ यसरी कुको छ हो। अनि त्यही भएर चाहिँ म चाहिँ यिनीहरूलाई चाहिँ रिपोर्टिङ गर्नु चाहिँ एकदमै जरुरी भएको छ। अनि यिनीहरूलाई चाहिँ यसको जहाँ कुको पार्ट्सहरू छ यसलाई काटेर फ्याँकिदिने। त्यसपछि चाहिँ नयाँ उयोहरू पनि आउँदो रहेछ आउनु त। मम्मी अन्त यो काटेपछि केही ड्यामेजहरू हुँदैन? हुन्छ नि हुनु त। फङ्गसहरू लाग्छ यहीँबाट फेरि कुर्ने चान्सेस पनि हुन्छ। यिनीहरूलाई चाहिँ फ्याँकिदिने। तर मैले हिजो पनि धेरै उयो गरिसकेँ। अनि आज पनि म गर्दैछु यिनीहरूलाई रिपोर्टिङ। यिनीहरूलाई कुहिएको पार्ट्सहरूलाई चाहिँ हटाइदिँदैछु है। यसलाई यो फुलिसकेकोलाई पनि मैले चाहिँ भिडियोमा देखेको यसको योबाट पनि अर्को ब्रान्च आएको। अनि मैले लगाइरहेको छु। हेरौँ अब कति दिन 40 डेज बादमा चाहिँ उम्रेको देखाएको थियो ब्रान्च। अनि यसलाई चाहिँ म काटेर फालिदिन्छु। अनि यसको चाहिँ यहाँदेखि नै काटेर फाल्नुपर्ने हुन्छ। अनि चाहिँ फेरि यसमा यसमा पनि नयाँ आएको रहेछ कि त आउनु त। मैले ला काटेर फालिदिएँ। छोड दो आँचल जमाना क्या कहेगा। छोड दो आँचल जमाना क्या कहेगा। चाहिँ वाइट रहेछ। यो वाइटलाई पनि रिपोर्टिङ गर्नुपर्छ। मजाले छु यो हाइटवाला। यिनीहरूलाई चाहिँ यस्तो यसको बारेमा मलाई त्यस्तो त याद त छैन र पनि